के पो भन्छ हेलो जुवा डाक्रे डाक्रो डाक्रा डाग्रा डाग्रे कस्तो राम्रो सकिँदैन यो रुखको होइन सिमेन्टको ग्यास भइसकेन है यस्तै छ यो मसला बाहिर बाहिर गएर न त्यसरी 20 रुपैयाँ छैन खै एकछिन ल हामी चाहिँ यहाँ श्रम सांस्कृतिक पार्क आइपुगिसक्यौँ यहाँ चाहिँ पहिला पनि घुमेको र पनि पहिलाभन्दा धेरै अलिक राम्रो खालको बनाउनु भएको रहेछ यहाँनिर चाहिँ हजुर अलिकति राम्रो हो पहिला हल्का भर्खर फुल रोप्दै हुनुहुन्थ्यो के भएर होला है टिकट बढाएछ नि त 35 रुपैयाँ बनाएछ भने त ठिकै हो यतिको 35 रुपैयाँ त त्यहाँ माथि चाहिँ के छ होला है होइन हौ नभन्नु म ठिकै छ 35 त केही होइन पहिला कुनै ठाउँमा हावाको हुन्छ केही न कामको हुन्छ त्यो ठाउँमा कति महँगो महँगो भइरहेको हुन्छ तर बस्यौँ के साह्रो मिठो गीत बज्यो हो त रहेछ त नि म त बजेको बोला नि का हामी चाहिँ यहाँबाट भित्र टिकट लिएर जाँदैछौँ यहाँ चाहिँ के छ यस्तै यस्तैहरू रहेछ नि सबै हात ल डोल हुन्छ उयो हो यस्तो यस्तो यस्तोमा लाउने के ऊ के पो भन्छ हेलो जुवा हेलो भनेपछि मात्रै आउँछ नि त नाम जुवा हो जुवा त्यो हेलो त्यो अन हो त्यो उसको नाम बासिलो कि के भन्छ त्यो माथिको चाहिँ अन हो यो चाहिँ के हो यसको नाम चाहिँ के हो बासिला हो बसिला फाली ए फाली आए के थियो नाम अब धेरै भन्दा भरिया मम्मी साए भरि भन्ज्याङको शीतलो छायामा यसको नाम के हो छाउ डोको नो डाक्रे डाक्रो डाक्रा डाग्रा डाग्रे सबै यहाँ चाहिँ उको हर्का साम्पाङ हुनु नि को खै बहिनीहरू ए राम्रो फोटो खिच्नु न है यहाँ कस्तो सबै यो चाहिँ है आम्मामा कस्तो राम्रो न सबैको मुखबाट बनाएको है उल्लु सिंह भेडा यहाँ चाहिँ यस्तो छ ठाउँहरू मश्रम हो होइन नि
फुलै फुलगले यो मान्छे कस्तो भ्लगमा आउँछ यार ऊ खोलिसके यता पनि फुलहरू फुल्ने क्रममा रहेछ सयपत्री फुलहरू हेर्नु कस्तो राम्रो राम्रो सप्रेर आएको है फुलहरू ल यहाँ चाहिँ एकदमै राम्रो छ यो चाहिँ मैले भिडियोतिर राम्रो देखेको थिएँ आज रियल ठाउँमा आउँदैछु म कस्तो राम्रो हो है खोला जस्तो छ त्यस्तै होला यसलाई पूर्ण रूपमा यहाँबाट झरेर जाने छैन है छैन रहेछ रहेछ एकै ठाउँमा रहेछ आरा झरन त यताबाट जाने होला नि त परबाट झर्ने छ ए छ रहेछ जाउँ जाउँ कस्तो राम्रो रहेछ यहाँनिर आरा काट्दै गरेको ठाउँ कति राम्रो देखेको हेर्नु न सिनमा ल यस्तो गरेर क्लिक पनि हान्नुपर्छ है पसिनाले यो चाहिँ के हो माटोबाट बोरा बोरा है बोराको उयो गरेर है हामी चाहिँ यहाँनिर जाँदैछौँ है फोटोहरू खिच्न यहाँबाट हो जाम यो रुखको होइन सिमेन्टको रुखको कस्तो के पो बोर्ड जस्तो नि मेरो नि यहाँबाट भिडियो गरिदिनुहोस् न यो ढुङ्गा त्यस्तो के छ अरे छैन लु चाल हेर्नु त तपाईँ पापी हो कि के हो ल कोसिस हो ल ए हात ढुङ्गा हो अरे गाह्रो हुन्छ नगर्नु गरौँ हुन्छ नगर्नु सक्नु भएन तपाईँले पनि ल त फेरि ट्राई गर्नु छुनै सकिँदैन नि हल्लाउनै सकिँदैन तपाईँ फेरि ल ल ट्राई गर्नु त उहाँ चाहिँ कोसिस हुनुहुन्छ यो चाहिँ कसैले उचाल्न सक्दैन अरे ल ट्राई हो ए तपाईँको एकपट्टि उचाल अर्कोपट्टि उचालिँदैन है चिप्लो पनि छ कि कोसिस जारी छ अलिकति त उचाल्नु भयो हेर्दा त कस्तो सानो नि सकिन्छ जस्तो हो त नि सक्नुहुन्न सक्नुहुन्न सकिहालिन्छ नि गाउँघरको चिप्लो छ के सक्नुभयो अलिकति हात धुनु पिङ अब हाम्रोमा अब खेल्न भोलिपर्सि आइज न कति खेल्थ्यो पहिला दिनभरि खेल्थ्यो उहाँले चाहिँ ढुङ्गा चाल्न सक्नु भएन आइपुग्दै हुनुहुन्छ अलिक छिटो गर्नुहोस् आउनुहोस्
आउनु न फोटो खिच्ने है ल जानु ओहो कति राम्रो हैन भन्नेहरूलाई यहाँ लिएर घुमाइदिनु पर्छ बाउ लाग्दो रहेछ कि के भएको रहेछ नि हो भन्नेहरूलाई यहाँ लिएर घुमाइदिनु कस्तो राम्रो है चोटकार पुगिसक्यो अब यहाँदेखि हामी डाइरेक्ट घर जान्छौँ तबतको लागि बाटो अप्ठ्यारो छ भिडियोलाई क्लोज गर्छु रेकर्ड लिन्छु बाटो अप्ठ्यारो छ त्यही भएर अब